धुनु जतिको झ्याउ मलाई मात्रै हो कि तपाईँहरूलाई पनि हो के हो पुरा। सो हेलो साथीहरू, फेरि पनि स्वागत छ कहिलेको मिनी ब्लगमा। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै नै छु। म चाहिँ मल बोकेर गएको थिएँ कि भ्याट्टै पछाडि हालेँ क्या जाँदा जाँदै बाटोमा। भालेले पनि कति डिस्टर्ब गर्छ यार। अनि यो चाहिँ रहेको छ हाम्रो खेत अनि हामी चाहिँ घाँस काट्यौँ मल बोकेर गएर अनि घाँस बोकेर पनि फर्क्यौँ साथीहरू यसरी टुइँ टुइँ। हाम्रो घरमा जतिको काम त कसैको घरमा हुँदैन होला कसम भनेको, यति धेरै काम हुन्छ नि। म अनि घाँस बोकेर आएको लुगा फेरि मेरो 3 दिन जति भइसकेको थियो क्या भिजेको। कस्तो डिस्टर्ब गरेको यार यो भालेले, डोन्ट माइन्ड साथीहरू। मेरो लुगा चाहिँ 3 दिन जति भइसकेको थियो क्या भिजेको। मेरो मात्रै होइन ड्याडीको पनि थियो अनि मम्मीको मेरो गरेर यति एकबाट लुगा थियो क्या। अनि 3 दिन जति भइसक्यो भिजेको। यो लुगा धुनु जतिको झ्याउ क्या, मलाई मात्रै हो कि तपाईँलाई पनि हो। आमा कति झ्याउ हुन्छ हौ लुगा धुनलाई। मेरो केही गरी मैले पैसा कमाइहालेँ नि भने नि म फर्स्टमा चाहिँ वासिङ मेसिन नै किन्छु क्या। वासिङ मेसिन ट्याक्कै किनिहाल्छु। चानी चट 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 वासिङ मेसिनमा लगाएर म लुगा धुन्छु क्या। यस्तो अल्छी लाग्छ लुगा धुनु, त्यही पनि कर लाग्दी जबरजस्ती धुनुपर्छ क्या। अब के गर्नु, पानी भएर प्यात्ता प्यात्ता भिजाइदिइहाल्छ। भिजिसकेपछि त लुगा धुनै पर्यो अरे साथीहरू। अनि म चाहिँ मम्मीले कराइरहनु भएको थियो क्या, यो लुगा धो है 3 दिन जति भइसक्यो लुगा भिजेको, गनाउनु थालेछ। लुगा पुरै गनाइसकेको थियो कि भोलि धुन्छु भन्दा मैले 3 दिन चाहिँ यत्तिकै खेर फाल्दैन लुगा धुनको लागि। लुगा नधुइ नै खेर फालिदिएँ। कति अल्छी लाग्छ त। अनि आमा गुच्चुकबाटै थिचेर आउँछ क्या लुगा धुनु भन्ने चाहिँ। अब लुगा फेर्नलाई चाहिँ फेरि यस्तो चाको चल्छ होइन धुइसकेपछि। अनि त धुनलाई चाहिँ फेरि आमामा कहाँबाट आउँछ हौ थिचिहाल्छ कि तपाईँहरूलाई चाहिँ यस्तो हुँदैन। मलाई त कसम भनेको त्यस्तै हुन्छ क्या, कस्तो अल्छी लाग्छ। अनि फेरि हाम्रो यतातिर कस्तो हुरी बतास चलेर पानी पर्दा जस्तो भइरहेको थियो त्यतिखेर चाहिँ। अनि फेरि पानी पऱ्यो भने पानी नै सुक्छ नि, मतलब त्यो धमिलो आउँछ नि त। अनि फेरि एक दिन कुर्नुपर्छ भनेर हत्ता न पत्ता धोऊ है। त्यो रातो माटो लागेको क्या साथीहरू। आमा नगएर त्यही माथि कुडो त्यस्तै लाग्यो त्यो रातो माटो। कस्तो जति घोर्दा नि नगएको भने एउटा सुरुवाल त झन् यस्तो बिग्रेको छ मेरो, लास्टै बिग्रेको क्या त्यो माटोले गरेर। मैले नधोइकन भिजाएर राखेँ। भगवान्, यो भाले त म मिल्ने भए काटिदिन्थेँ साथीहरू यार। अरूको घर मात्रै बाँचेको, कस्तो डिस्टर्ब गरे गर्छ हौ। कति चाहिँ यसलाई त्यो कराउनु आएको भनेको कसम। मेरो घरको भए म यसको अघि नै मन्टो छिनाइसक्थेँ, अरूको घरको भएर मात्रै हो। अनि रातो माटो छ नि त, अनि कस्तो फोहोर हुन्छ क्या टाँसेपछि जाँदैन रातो माटो, फेरि हतपत जाँदैन। लास्ट डिस्टर्ब गर्छ।